नमस्कार, मेरो नाम राममाया फयाल हो। म तारकेश्वर 3 ठुला गाउँ सल्लेरी टोलमा बस्छु र मेरो काम भनेको बिहानदेखि बेलुकासम्म घरको काम गर्ने हो र अब मैले पोल्टर काम गर्न लागेको लो 12-14 वर्ष भएको थियो र अहिले 1 वर्ष भयो बिचमा छुटेको र अब भोल्टरहरूको काम गर्दाखेरि हामीलाई नयाँ नयाँ अनुभवहरू नयाँ नयाँ चिजबिजहरू सरसामानहरू दुनियाँ थरी देख्न पाइन्थ्यो र फेरि देशका आउनुहुन्थ्यो, फेरि देशको ल्याङ्ग्वेजहरू यसो सुन्न पाइन्थ्यो र चिनाजानी पनि हुन्थ्यो र हामीलाई पनि जुन इङ्ग्लिस ल्याङ्ग्वेज प्र्याक्टिस हुँदै गएर अलिअलि इम्प्रुभ पनि भएको थियो र उनीहरूलाई अब कसरी खुसी पार्न सकिन्छ, के गर्न सकिन्छ र यिनीहरूको चित्त के बुझाएर जुन ल्याइदिने दाताहरू सानो संस्था भिनलाई कसरी हामीले रिजाउन सक्छौँ भन्ने पनि हामीलाई धारणा थियो र त्यसरी गर्दै आइएको थियो र उनीहरूलाई खानपानको लागि पनि हामीले अब के कस्तो खान्छन् कस्तो के सबै सुविधा दिएको थियो। किचनदेखि लिएर सबै हाम्रो घर उनीहरूलाई अलराउन्ड भिजिट गर्न दिइन्थ्यो, कुनै क्लोज गरिएको थिएन र प्रायः जसो खुसी नै भएर जान्थे। भोल्टरहरू अब उहाँहरूले दिनुहुन्थ्यो हामीलाई र हाम्रो गाउँ सामुदायिकमा विकासहरू स्कुलमा पनि सबैतिर सहयोग भएको थियो र भिनले हामीलाई राम्रो जुन भोल्टर पठाएर राम्रो जुन देशै पछिको जुन मानिसहरूलाई चिनाजानी गराइदिनु भएको थियो र अब राम्रै अनुभव भएको थियो र हामीलाई राम्रो सहयोग पनि गर्नुभएको थियो उहाँहरूले। अब यो सबै कुराहरू हामीलाई राम्रो भइरहेको छ र हाम्रो अहिले पनि भन्दैछौँ कि अब भोल्टरहरू आइदिए हामीलाई रमाइलो हुन्छ। हाम्रो कम सानो फ्यामिली छ, अहिले बच्चाहरू सबै विदेशिया छन्, कम सानो फ्यामिली भएको हुनाले भोल्टरहरू आइदिएन हामीलाई रमाइलो हुन्थ्यो र जस हामी जोइन्ट फ्यामिलीमा बस्न चाहने हुनाले रमाइलो लाग्छ र यसको लागि अब भिमसँग हामी रिक्वेस्ट नै गर्दछौँ र धन्यवाद दिन चाहन्छु। नमस्कार।